पढाइ छैन त अरूको त 7 वर्ष गरे बहिनीले दाजु अर्को परिवारको दाजुबहिनीसँग ढोरी जानुपर्ने। हेलो एभ्रिवान, फेरि पनि स्वागत छ यहाँहरू सबैजनालाई। आज चाहिँ म फेरि पनि हाम्रो आमालाई लिएर आइसकेको छु र आज चाहिँ हामी सुन्छौँ आमाको लभ स्टोरी। एकदम रोमाञ्चक हुनसक्छ लभ स्टोरी सुन्नुभन्दा पहिला हाम्रो आमाको टाइममा चाहिँ बिहे चाहिँ कसरी हुन्थ्यो, मतलब मागी बिहे हुन्थ्यो कि भागी नै बिहे हुन्थ्यो कि कति वर्षको उमेरमा चाहिँ बिहे हुन्थ्यो, यस्तै कुराहरू जान्छौँ र हाम्रो आमाको लभ स्टोरीहरू, हाम्रो आमाको मेरो बुढो हजुरआमाहरू, हाम्रो आमाको सासूहरू कस्तो हुनुहुन्थ्यो, पहिला चाहिँ हिँड्नुहुन्छ अनि त्यस्तै खालको हुन्थ्यो नि त। कहिले त अर्को कास्टको ल्यायो भने एउटै उसको खाना नखाने त्यस्तो हुन्थ्यो। आमालाई चाहिँ त्यस्तो के पर्यो कि परेन र यस्तै कुराहरू गर्छौँ र आजको भिडियो हामी सुरु गरौँ है त। ल आमा, पहिला बिहे चाहिँ कसरी गरिन्थ्यो त? मागेर बिहे गर्ने पुगेन त, नमागिकन त बिहे नै हुँदैन थियो। त्यही पनि अब बोलचाल त हुन्थेन। बिहे गरेर पनि 3 वर्ष 4 वर्षसम्म गएको भने जस्तो हुने, डर लाग्ने, बाघको डर लाग्ने हुन्थ्यो। अहिलेको जस्तो उमेर पुगेर होइन बालखेम बिहे गर्ने। अनि मेरो त 12 सालमा बिहे गरेको, त अलि ठुलै भइसक्यो, 12-14 वर्ष भइसक्यो नि मेरो बिहे गर्दा त। अरूको त 7 वर्ष गरे, म चाहिँ हुर्केर त छोरी धेरै भएको हुनाले म अलि हुर्केर बिहे गरे भएर 15 वर्षमा बिहे गरे मेरो त। अनि त्यति गर्दा नि डर लाग्ने बेला त मागेर बिहे। त्यसरी देखिँदैन केटाकेटीको त देखादेखि त हुँदैन थियो। उनीहरूले मन परायो कुन त कुरै छैन, बाबुआमाले जस्तो भनेर दियो त्यही भएर जाने त हो नि, होइन र? पहिला त अनि सानो बच्चाहरूलाई त्यो ठुल्ठुलो आफूभन्दा 20-30 वर्ष बुढालाई पनि बिहे दिन्थ्यो अरे। 9 वर्षको त मेरै नि फरक थियो नि। 9 वर्षको म 15 वर्ष थिएँ, उहाँ तिम्रो हजुरबा 24 वर्षको हुनुहुन्थ्यो। कति 9 वर्षको फरक भएन? अनि त्यति फरकमा त अझ मेरो त धेरै बुढो भएको भन्नु हुँदैन। कोहीको त कति बुढा मान्छेलाई नि तिन्छन् 12-13 वर्ष त बच्चा पाउने ऊ बेला कालमा त। अनि साटो गर्ने भन्थ्यो नि त, त्यो साटो पनि हो नि, जसको धेरै जस्तोको जैसी बाहुनको पनि, बाहुनहरूको पनि, छेत्रीको पनि खालि साटो गर्ने धेरै। कोहीको चम्का मिलाउने भन्ने हुन्थ्यो कि चम्का मिलाउने भने चाहिँ उसको छोरी उसलाई अनि फेरि उता पारेर दिने हुन्थ्यो कि पहिलाको चलन। अहिले त्यस्तो कसैको पनि छैन। आफ्नो खुसीको बिहे अहिले त रमाइलोको छ कि। साटो भने चाहिँ कस्तो के गर्ने थियो त्यो भने? साटो भने चाहिँ अब मेरो भाइलाई उताको अब नन्न भनौँ आमाजु भनौँ न, होइन? पहिला त आमाजु नन्न भन्ने अरे थियो नि त। अहिलेको जस्तो दिदी भन्ने चलन थिएन, आमाजु भन्ने। अब कि दिदी कि बहिनी त, केटाको कि बहिनी कि दिदी त दिनु पऱ्यो होइन। अनिखेर आफ्नो भाइलाई दिया छ भने त्यो भाइ बुहारी भयो, उता दिया छ भने उता दाइ छ भने भाउजू भनौँ, कि दुईजनै दाइलाई दिया छ भने भाउजू भन्ने। त्यस्तो साटो गर्ने चलन थियो कि। त्यस्तो साटो भन्ने के हो अब त्यसो गरिदिने। अनि कोहीको राम्रो हुने, कोहीको नराम्रो हुँदो रहेछ त्यसो गरे चाहिँ। साटो भने चाहिँ एउटा घरको दाजुबहिनीले अर्को घरको दाजुबहिनीसँग चाहिँ बिहे गरेको हो। एउटा दाजुबहिनी छ, त्यसको बच्चाहरूको चाहिँ एउटाको मामा घर यो दाइको घरमा, एउटाको बच्चाको मामा घर यो बहिनीको घर, त्यस्तो हुन्थ्यो। दाजुबहिनीले अर्को परिवारको दाजुबहिनीसँग चाहिँ बिहे गरेरलाई चाहिँ साटो भनिन्थ्यो। देन अनि बाले पहिले भेट्न आउनुभयो कि टिकाटालो गरेर कि एकै फेरि बिहेमै भेट्नु? त्यो चाहिँ एकै फेरि बिहेमै हो। त्यस्तो टिकाटाला गर्ने भन्ने चलनै थिएन। मागी बिहे भने मागेर ल्याएछ, अनिखेर साइड गरेर लिन आउने बाजा बजाएर, कोहीको अब बाजा हुनेको बाजा नहुनेको भए पनि अनि लिन आउने उनीहरू। त्यस्तो अहिलेको जस्तो दाइजो भन्ने चलन थिएन। अब जो सोकेको दिने है, बिना चाहिँ धेरै त दिने होइन।
अनि त्यसरी बिहे गर्ने चलन थियो। अहिलेको जस्तो त्यही भएर त साटो भन्ने भने चाहिँ कि साटो कि पोल्टो भन्थे। पोल्टो पैसा दिनेलाई पोल्टो रे, साटो भन्ने चाहिँ साटो नदिनेलाई चाहिँ, अनि त्यो पोल्टो भने चाहिँ पैसा दिने रहेछ कि। अब त्यो पैसा कोही त किने जस्तो भनौँ न होइन, अहिलेको किने जस्तै मान्न पर्ने रहेछ क्या। त्यो त्यस्तो चलन थियो कि पहिला पहिला, कि त्यो गर्नुपर्ने कि साटै गर्नुपर्ने। अनि पहिलोचोटि बिहे गरेर आउँदाखेरि अनि कस्तो डर लाग्ने खालको त हुन्छ नि। अब कति थरी जाने हुँदैन, कति थरी आफूले जाने सिकाएको हुँदैन, जानिया हुँदैन नि त। केटीकेटीमै पढाइ छैन, अनि हेर कति गाह्रो के। अब घर गएर पहिले नै अब भनौँ बिहान जोडीको बेलुका पनि बत्ती बालेपछि ढोग्नु पर्ने थियो कि, नमस्कार गर्नुपर्ने। अब कोहीको गोडैमा ढोगिनु पर्ने, कोहीलाई गर्नुपर्ने, घोडाको पानी खानु पर्ने, अहिले त्यो श्रीमानको पानी खानुपर्ने, सासूको पानी खानुपर्ने, गोडा धोएर कोही फेरि बेलुका गोडा धोएर भित्र्याउनु पर्ने। त्यो बेलुका भात खाने बेला गोडा धोइदिनु जानुपर्ने। कस्तो चलन थियो भने पहिला पहिला, साँच्चै नै त्यो चाहिँ त हुँदै फेरि त्यो त अचम्मको चलन पनि थियो कि। अनि बिहान उठेर पनि धोइदिनु पर्ने, फेरि बत्ती बेलुका साँझ बत्ती बालेपछि फेरि धोइदिनु जानुपर्ने, अनि बिहान उठेर पनि धोइदिनु पर्ने। त्यस्तो चलन पनि थियो। अहिले अब के को कसले धोइदिन्छ। अनि झगडा पनि हुन्थ्यो हुँदैन थियो धेरै त। अब झगडा त के बोझानै डर हुन्थ्यो, के को झगडा हुनु। अनि बाले चाहिँ पहिलो तपाईँलाई उपहार चाहिँ के दियो त? के नै दिएनन्? के उपहार दिने, केही पनि माया दिने के हो, त्यही हो। आफूले माया दिनु नसके उहाँलाई चाहिँ दिनुहुन्थ्यो कि माया। अब केटी डराउने माया दिनुहुन्थ्यो, त्यही हो। लभ इज एभ्रिथिङ, कुनै पनि सामानमा हुँदैन होइन त? सामानै चाहिन्छ त, माया गरेर त्यही हो। बा र तपाईँले चाहिँ के काम गर्नुहुन्थ्यो त पहिला पहिला? हामी त त्यही घाँस काट्ने हो, त के गर्नु। त्यही भैँसी नै पाल्ने हो। दुध त बेच्ने हुँदैन थियो त्यो बेला त होइन। दही ठेकामा हाल्ने, गई तुल्याउने मदानीले घर पार तुल्याउने, मही तुल्याउने, अनि घिउ बेच्ने। बेच्दै त्यतिखेर बिक्री घिउ त जान्थ्यो। कति रुपियाँ हुन्थ्यो त्यो बेलाको कुरा नगरौँ, कुराहरू साध्य नै छैन। पहिला होइन, पछि त मेरो बिहे गरेपछि धार्नी भन्ने हुन्थ्यो। अहिलेको जति किला भन्ने थाहा नै छैन। बिसौली धार्नी भन्ने हुन्थ्यो है। अनि धार्नी भने चाहिँ नि, बिसौली भने चाहिँ नि 2 माना आधाको एक बिसौली हुन्थ्यो। अनि 5 मानाको चाहिँ 1 धार्नी हुन्थ्यो। अनि 1 धार्नी 5 माना घिउको 10 रुपियाँ आउँथ्यो। 10 रुपियाँ नि पछि मेरो बिहे गरेपछि पछि है, म जन्मेर त होइन, मेरो बिहे गरेपछि 15 वर्षपछि चाहिँ 10 रुपियाँमा बेचेर अनि 84 धार ल्याएको थियो कि एउटा। अहिले चाहिँ 1 माना घिउलाई नै 1000 रुपियाँ 1200 पर्छ। हुँदैन, 5 माना घिउलाई 10 रुपियाँमा बेचेको छ। त्यो पनि पछि मेरो बिहे गरेपछि। पहिला पहिला त कहाँ पाउनु त्यो 5 रुपियाँ 6 रुपियाँ हुन्थ्यो कि जम्मा। धार्नीको न त थिएन। टिनमा हाल्ने बराबर 4 पाइस जाने टिन हुन्थ्यो कि, 4 पाइस जाने भन्ने टिन हुन्थ्यो। त्यो टिन हाल्ने घिउ सल्पका तताएर अनि बेच्न लाने, पाटन लाने हेरेको थियो। हिँडेर है, फेरि हिँडेर लाने, त्यो बोकेर लाने भने 4 पाथी हुन्थ्यो ठ्याक्क घिउ है। अनि उहाँ गएर अब कोही त कति आउँछ र भने त्यति लाँदा नि त्यही 50 रुपियाँ हो कि, अझ 100 रुपियाँ त आउँदैन। 100 रुपियाँ भने त आमा अलिकति हो र त्यति कहाँ पाउनु, थोरै हुन्थ्यो कि। त्यो 20-25 रुपियाँको 4 पाथी घिउ आउँथ्यो। अनि बाले तपाईँलाई घुमाउन कता लयो त? कतै नि गरे, कहाँ जानु थियो, कहीँ जानु पाएन। त्यही भारी बोकेर गयो, हिँड्नु त छैन। घाँस काट्ने हो, त्यही घाँस ल्याउने हो, त्यही भैँसी पाल्ने हो, त्यही मही तुल्याउने हो, त्यही मही खाने, त्यही घिउ खाने, त्यही दही खाने। दही त रुच्दैन थियो मलाई त। दही भन्दा नि ऊ चाहिँ रुच्दैन थियो, घिउ अनि मातेर। तपाईँ रिसाएको बेला चाहिँ के भगाउँथ्यो त बाले? रिसाउनु त अब त्यस्तो त्यो रिसाउँदै रिसाइएन। पहिले डरला, पछि माया भइहाल्यो। अरू त के
भनेपछि झगडा सगडा हुँदैन रहेछ झगडा हुनु थिएन हाम्रो घरमा त्यति झगडा त अहिलेसम्म नै पनि हुँदैन नि त ठुलो झगडा हाम्रो घरमा अहिलेसम्म नै भएको छ त भन्न त छैन त्यस्तो हाम्रो पहिलेदेखि नै नभएको अहिलेसम्म नै त्यस्तै त्यस्तै छ अहिले झन् माया नै धेरै दिएको छ तिमीहरूले सबैले माया दिनाले म धेरै खुसी भएर नि बढी बाँचेँ उबादमै सबैको माया पाउनु पनि धेरै खुसीको कुरा हुँदो रहेछ हामीसँग खुसी हुनुहुन्छ खुसी हामीलाई त धेरै माया गर्छ धेरै खुसी लाग्छ त्यही भएर माया गर्नुपर्छ सबैलाई गाइज हेला गरेर वृद्ध आश्रममा राख्नुहुन्न बरु कतिजना लया देखिन्छ आफूलाई त माया नै धेरै दिएको छ सबैले छोराछोरी नाति नातिना यत्रो बथान भएर पनि कति माया दिएको छ त्यही भएर नि म बढी चाहिँ बाँचे त्यसले पनि मलाई सन्तोकले पनि आनन्दले पनि म बाँच्नु धेरै सफल भएको चाहिँ त्यसैले हो त्यही भएर दुःख दिनुहुन्न गाइज आफ्नो घर परिवारमा बुढाबुढी भएको मान्छेलाई वृद्ध आश्रममा लगेर राख्नुहुन्न किनकि उहाँहरूले नि हामीहरूलाई चाहिँ अनाथालयमा लगेर राख्दै थिएन त्यही भएर माया दिनुपर्छ किनकि हाम्रो पनि त्यो एज एक न एक दिन आउँछ यदि त्यस्तो ओरपर छ भने चाहिँ उनीहरूलाई चाहिँ सम्झाउने गर्नु है गाइज ओके ल हामी लभ स्टोरीमा थियौँ है हामी घुमाएर कता कता बुझिसक्यौँ ल अरू केही यस्तो केही कुराहरू होला नि त याद बासँग भएको बेला त यस्तो रमाइलो कुराहरू त्यस्तो केही छ भने भन्नु त के छ त्यही भनिदिनु न केही हुँदैन केही काट्नुपर्ने खालको निक्ल्यो भने काटिदिन्छु म केही हुँदैन काट्ने समयको त त्यस्तो हुँदैन धेरै हाम्रो त पहिलेदेखि नै पहिले राम्रो भएन अब 2-3 वर्ष बोलचालै भएन अनि फेरि बोलचाल भइसकेपछि राम्रोको राम्रै भयो त्यस्तो नराम्रो नभइकन छुट्टिङ भयो जाने अब अहिले हो र कति वर्ष भइसक्यो 40 कति 42-43 कति भयो हाम्रो हजुरबा चाहिँ हुनुहुन्न गाइज हाम्रो ड्याडी 2-2.5 वर्ष हुँदाखेरि चाहिँ उहाँ चाहिँ 2 वर्ष तेरो बाबा त कति वर्षको त भएको थिएन अझ कमै हुनुहुँदैछ जोस् पहिले त्यतिखेर त हस्पिटलहरू थिएन त्यही बिरामी नै भएर उहाँको भएको त्यही नि त्यतिखेरसम्म उहाँलाई खुसी राख्नु होइन त कति खुसी नै थियो त्यो बेलासम्म त के गर्नु अब त्यस्तै भयो 81 सम्झना भएर गइहाल्नु भयो अनि यता बालखी बाबु हुर्काउँदा पढाउँदा अनि पछि दुःख चाहिँ पाइयो अलिअलि त दुःख त परिहाल्छ नि हाम्रो आमाको कतिवटा बच्चा बच्ची थिए आमा मेरो त बच्चा त धेरै थिए अहिले छन् 5वटा बच्चा ऊ बेला त 6 जना त अहिले छन् पाउने 9वटा पाएको बेला त 10 जना पुर्याउने समय लाइक गर्नुहुन्न त यस्तो लाइक गर्नुहुन्न त लाइक हुनु त अनि कमेन्ट हुनु त कमेन्ट अनि सब्स्क्राइब फेरि भन्दैन त सब्स्क्राइब गरिदिनु होला है त ल थ्याङ्क यू फर वाचिङ बाई बाई सी यू सुन